अहिले सुरु भएको छैन, अब सुरु हुन आँट्यो। हाम्रो पावल अङ्कलको हाम्रो पावल अङ्कल भनेको चाहिँ उहाँ हुनुहुन्छ नेपाल प्रहरी हो उहाँ चाहिँ। अनि आज चाहिँ उहाँको ह्याप्पी बर्थडे हो, जन्मदिन हो। अनि हामी भाइ बहिनीहरू सबैजना आएर होइन यसो खुसियाली प्रार्थना सङ्गति हामी गर्न भेला भएका छौँ। अब सुरु हुँदा आँटेको छ। मेरो छोरा आज कसको ह्याप्पी टु यु? तिम्रो ए तिम्रो हो ए बुवाको कसको बर्थडे हो? बुवाको। बुवा 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 38 वर्ष पुग्नुभयो। बुझ्यौ? लाग्नु भयो। ल ल अब हामी सुरु गर्नेछौँ है। ल हामी सबैजना बसौँ। ल आज हामीले भाइ बहिनीहरू सबै थोरै मिलेर हामी प्रभुको छोराको घरमा आएका छौँ। किनभने आज अङ्कल हाम्रो मण्डलीको परिवार, हाम्रो मण्डलीको एउटा जिम्मेवारी मम्मीको छोरा आज जन्मदिन हो। अनि हामी खुसी मनाउन यो घर परिवारमा हामी भेला भएका छौँ। हामी भाइ बहिनीको परिवार मिलेर हामी यो समय हामी खुसी मनाउँदैछौँ। अङ्कलको जन्मदिन हो। अङ्कललाई परमेश्वरले संसारमा यो आगोको गर्भमा उहाँले रचना गरेर आज परमेश्वरले आजको दिन उहाँ जन्मेको दिन हो। त्यसैले हामी 29 नम्बर कोरस गाएर हामी खुसी मनाउँदै हामी अङ्कललाई हामी सेलिब्रेसन बर्थडे सेलिब्रेसन हामी गर्नेछौँ। आउनुहोस्। खुसी मना खुसी खुसी मना खुसी खुसी मना खुसी खुसी मना बना बना प्रभु यीशु ख्रीष्टको जय। बना बना प्रभु यीशु ख्रीष्टको जय। मेरो लागि आए, मेरो लागि दिए, मेरो लागि आए, मेरो लागि दिए, मेरो लागि मौरी उठे मेरा हुन् येशू, मेरो लागि मौरी उठे मेरा हुन् येशू, म येशू। खुसी खुसी मनाऊ, खुसी खुसी मनाऊ। हामी खुसी मनाउँदै गीत गाउँदै हामी परमेश्वरको छोराको घरमा छौँ। हामी किनभने जसरी केक नरम हुन्छ, हाम्रो जीवन पनि एउटा केक जस्तै सुन्दर, हेर्नु कति राम्रो चिटिक्क है डिजाइन गरेर हाम्रो जीवन पनि त्यस्तै हुनुपर्छ। केक भन्दा पनि अति सुन्दर। किनभने हामी नरम भएर हामी जिउनुपर्छ। जब हामी सेवकाइमा बढ्छौँ, सेवकाई भनेको चाहिँ एउटा नम्रता हो, धैर्यता हो, अनि सहनशीलता हो। त्यो तिनवटा कुरा भयो भने चाहिँ हाम्रो सेवकाइमा सक्सेस हुन्छ होइन। त्यसैले आज अङ्कल पनि उहाँको जीवनमा आज 38 वर्ष पुग्नु भएको छ आजबाट। त्यसैले उहाँ चाहिँ एकदम असल परमेश्वरको छोरा हुनुहुन्छ होइन। उहाँले मण्डलीमा जिम्मेवारीहरू लिएर होइन, धैर्यता होइन, सहनशीलता होइन, धेरै कुराहरू होइन संसारमा रहन्छ उहाँले त्यो कुराहरू पार गर्दै आउनुभएको छ होइन। सबै कुरामा परिपक्व हुनुहुन्छ हाम्रो अङ्कल परमेश्वरको छोरा हुन्छ। त्यसै गरी हामी अर्को 30 नम्बर कोरस पनि हामी गाउँदैछौँ। तपाईँको दया जीवनभन्दा विशेष भन्दै हामी परमेश्वरलाई हामी धन्यवाद दिँदैछौँ। किनभने आजको दिनसम्म परमेश्वरले अङ्कललाई धन्यवादको साथ सुरक्षाको साथ राख्नु भएको छ। आउने दिनमा अझ उहाँले परमेश्वरमा अगाडि बढ्नु हुँदैछ। हुन्छ तपाईँको दया हामी परमेश्वरलाई धन्यवाद दिँदैछौँ। अनि हामी आशिषको प्रार्थना हामी सबैजना प्रार्थना गर्दैछौँ। अठारह 19 वर्ष होला होइन होला 17 त म 17 लगभग 18-19 वर्ष भयो बेस भएको एनिभर्सरी साल है। कति कति त्यो थाहा छ? एकैचोटि एकैचोटि याद राख है। अर्को कुरा
यसो कुरा चाहिँ क्यामेरा तिमी चाहिँ एकछिन हराउँदा पछि ल अङ्कलको सबैभन्दा मिठो अहिलेसम्म बिहे गरेको होइन छोराछोरीहरू छ दुइटा अङ्कलको सबैभन्दा मिठो राम्रो बानी चाहिँ के लाग्यो बिहे गरेदेखि अहिले आज उहाँको जन्मदिन उहाँको बानी चाहिँ म रिसाएर कराउँदाखेरि चाहिँ उहाँ चाहिँ बोल्नुहुन्न चुप लागेर बोल्नुहुन्छ बोल्नु कुरा पर्छ बोल्नु नबोलेर जित्नुहुन्छ यो कुरा त केटाहरूको लागि हुन्छ होइन केटीहरू पराएको ठिक छ परमेश्वरले दिनुभएको एउटा वरदान हो कहिलेकाहीँ हुन्छ अनि अर्को कुरा अरू पनि भन्दै जानु त पहिलो पछिको कुरा चाहिँ पहिलेको भन्दा धेरै नम्रता हुनुहुन्छ अनि प्रभुमा धेरै आज्ञाकारी हुनुहुन्छ त्यो त हुनुहुन्छ अरू भन्दै जानु सबैको अगाडि बोल्दै जानु न पदको कुराहरू मनको कुरा के बोल्नु अब यति नै हुन्छ आन्टी पनि भन्नु अङ्कलको राम्रो यत्रो वर्ष बसेको अङ्कलसँग एउटै घर परिवार जस्तै छिमेकी जस्तै आफन्त जस्तै मेरो बाजा चाहिँ के मन पर्यो मेरो भाइको बानी मलाई सबै मन छ सबै राम्रो छ सबै ठिक छ म कुनै कुरा पनि म गलत छ भन्न सक्दिनँ मेरो जीवनबाट चाहिँ मलाई चाहिँ त्यसैमा खुसी छ भाइको जीवन छ म त्यसैमा खुसी छु मलाई एकदम खुसी छ सबै कुरा नमस्ते जय मसिह अब हामी त अब छिमेकी भएर एउटै घरको जस्तो हामी छौँ होइन कुनै कुरामा पनि अब उहाँको कुरा मलाई राम्रो भनेको होइन आफूले नगरेर आफूले नसकेर पनि अरूलाई सहयोग गर्ने मान्छे उहाँ हुनुहुन्छ क्या मलाई त्यो बानी चाहिँ एकदम राम्रो लाग्छ मिल्ने जुल्ने होइन अरू हुन्छ नि अब छरछिमेकी भयो भने यस्तो त्यस्तो तर हाम्रो यहाँ केही त्यस्तो छ आफ्नो एकदम परिवार जस्तो हामी छौँ तिनटै घर हुन्छ ताली बजाऊ है हुन्छ म पनि भन्छु जय मसी मलाई पनि अङ्कलको सबै बानी बेहोरा सबै मनपर्छ कामदेखि बोली पर्छ होइन सबै एकचोटि मनपर्छ यो चाहिँ मैले हृदय खोलेर बोलेको हो होइन साँच्चै गवाइदिँदैछु परमेश्वरलाई पनि थाहा छ होइन मलाई अङ्कल चाहिँ एकदम मनपर्छ अस्ति पनि मैले हिजो होइन अङ्कल हिजो मैले सपनादेखि थिएँ अङ्कललाई होइन त्यो सपना नभन्नु होला होइन राम्रै सपना हो त्यही भएर कल गरेँ अङ्कललाई हातमा सोधेँ सन्चै हुनुहुन्छ भन्नुभयो मिठो लाग्यो होइन याद गरिराख्छु अङ्कललाई होइन खुसी लाग्छ अङ्कललाई देखेपछि एउटा मलाई हौसला आउँछ होइन निराश भएको बेला अङ्कलसँग सल्लाह पनि लिन्छु होइन सम्झाउनुहुन्छ यसो उसो होइन हामी अगाडि बढ्नुपर्छ धेरै कुराहरू छ होइन अङ्कल एकदम राम्रो असल हुनुहुन्छ मलाई खुसी लाग्छ हुन्छ फेरि पनि जय मसी एकतालि हामी सबैजना ताली बजाउँदै ह्याप्पी बर्थडे टु यु के भन्ने भाइ बसेको के है आफ्नो आफ्नो आफै आफैले भन्ने नि हामी पावल अङ्कल भन्छ तपाईँ बुढा भन्नु है खुसी हो नि त है रेडी 1 2 3 गो Happy birthday to you. Happy birthday to you. Happy birthday to you, Paul Uncle. Happy birthday to you. अब हामी हात उचालेर अगाडि फैलाएर आशिषको प्रार्थना लिँदैछौँ ल आफ्नो प्रार्थना लिने ल आशिष सबैजना ल हामी चुप नलाग्ने ल सबैजना आशिष दिने है प्रार्थना अङ्कलको स्वास्थ्य हरेक कुराहरू परिवार प्रभु तपाईँ जीवित अनि दयालु प्रभु यो छोरा चाहिँ प्रभु कुरामा सहायता गर्नु
परमेश्वर हाम्रो तपाईँले जसरी यो छोरालाई प्रभु रोगको अवस्थामा चुन्नुभयो, निरोगी बनाउनुभयो, रोगबाट प्रभु छुटकारा दिनुभयो, तपाईँले सेवकाको निम्ति चुन्नुभयो प्रभु। त्यसको निम्ति हामी तपाईँले धन्यवाद दिन्छौँ। अनि अझै आउँदो जीवनमा सेवकाले भरिएको जीवन अनि आरोग्यताको जीवन हामी येशू प्रभु तपाईँको नाउँमा हामी माग्दछौँ। हे परमेश्वर, अनि जसरी तपाईँले यो छोराको नाम पावल भनेर प्रभु राख्नुभएको छ प्रभु, त्यो पावल सन्त पावल अनुसार प्रभु तपाईँले यो छोरालाई बनाउनु भएको प्रभु, तपाईँले निर्माण गर्नुभएको अनुग्रह तपाईँको कृपा यो छोरामाथि राखिदिनु भएको छ। येशू कुराको माग्दछ, तपाईँको कृपा यो दयालु हुनुहुन्छ तपाईँ परमेश्वर। तपाईँको चरणमा आएर तपाईँले छुटकारा अनन्त जीवन तपाईँमा हुनुहुन्छ परमेश्वर। तपाईँ महान हुनुहुन्छ प्रभु। अनन्त जीवनमा हरेक कुरामा आशिष दिइरहनु भएको छ, हामीले देखिरहेको छौँ। तपाईँ कति महान हुनुहुन्छ, आफ्नो छोरालाई तपाईँले जान्नुहुन्छ, बुझ्नुहुन्छ प्रभु। तपाईँ महान परमेश्वरमा हामी राख्दछौँ। उहाँको जीवनमा हरेक कुराहरू तपाईँ परमेश्वरले पुरा गर्दै आइरहनु भएको छ प्रभु। तपाईँ परमेश्वरले सुन्नु हुँदै बुझ्नु हुँदै दुःख सुखमा साथ दिनु हुँदै तपाईँ एक मात्र हाम्रो परमेश्वर पिता हुनुहुन्छ प्रभु। तपाईँ हाम्रो परमेश्वर पिता हुनुहुन्छ। तपाईँले सबै कुरा पुरा गर्नुहुन्छ। तपाईँमा हामी आशिष माग्दछौँ, तपाईँले दिनुभएको होस्। यो घर परिवारमा सुख शान्ति जीवन तपाईँले उन्नति दिनुभएको होस् प्रभु। तपाईँले आशिष छरिदिनु भएको होस्। उहाँहरूको अन्तबालीमा, उहाँहरूको दुःखमा सुखमा हरपल तपाईँ रहनु भएको होस्। त्यो घर वरिपरि तपाईँले स्वर्गदूतहरू खटाउनु भएको होस् भन्दै प्रार्थना माग्दछौँ, आशिष माग्दछौँ प्रभु। धन्यवाद चढाउँदछौँ। फेरि पनि हामी यहाँबाट छुट्दैछौँ आशिषको प्रार्थना गरेर तपाईँले सुरक्षा दिनुहोस् यात्रामा। अनि प्रभु हामी नम्र केक काट्नेछौँ, यसरी अर्को जीवनमा तपाईँले अझ योभन्दा बढी तपाईँले दिनुभएको होस्। तपाईँले छरिदिनु भएको प्रभु। उहाँको औषधिमा अनि हरेक कुरामा सेवामा तपाईँले अगाडि बढाउनु अनि आन्टीलाई पनि स्वस्थ राख्नु भएको होस्। सबै कुरामा तपाईँमा राख्दछौँ, सबै कुरा तपाईँले हुनुहुन्छ। हामी विश्वास आशा भरोसा तपाईँमा राख्दछौँ येशू प्रभुको नाम। Happy birthday to you, happy birthday to you, Paul uncle. Happy birthday to you. Auntie. God bless you. Happy birthday to you. चकलेट त्यो अमला चाहिँ होइन है, अरू थोक सबै ठिक। के भन्छ पानीको कारणले आउनु पाएन क्या धेरै। चकलेट मैले कसलाई दिएँ थोरै मात्र दिएर हुँदैन। अब चिमाटे सक्ने भयो उते अहिले धोएर हाल्नु न। ल्याक्टो चकलेट आएको छ। यस्तो ल्याक्टो चकलेट पहिला है पहिला ल्याक्टो चकलेट क्या
ल ल ल अनि तलको त्यतिकै छ माथि माथिको कोही Like, share, subscribe, comment, कसो भयो है बर्थडे सरप्राइज दिन आएको पानीले नै हाम्रो सरप्राइज दियो क्या ए पानी परेर है दुःख दियो है तेरि क्या मेरो छोरो पानीमा भित्दै आयो छाता ओढेर अबि कति राम्रो भयो त छोरोको त आम्मामामामामा। ल भाइ बुनुहरू आन्टी के छ आन्टी ठिक छ एकदम राम्रो भएको रमाइलो भयो रमाइलो भयो है एकदम रमाइलो भयो आज त रमाइलो भयो है त्यसो बोल्नु हुँदैन के पो भन्छ होला भनेको वाउ ए चिसो पनि धन्यवाद वाउ वाउ चिया चिया होइन छोरा त्यो चिसो चिसो जुस जुस खान्छौ ल बस बस के यो के गरेको छोरा यहाँ राखिदिनु ल यहाँ छ ल ए बजाउ न त वा मनपर्छ गिटार ठुलो हो अनि किनिदिन्छु हस् भाइ होइन दादा धट तिमी गिटार भन्दा सानो छौ हो र ए मन ठुलो भयो है होइन ए हस् हस् हुन्छ छोरा ल अर्जुन किन नखाएको खोइ म खान्छु अब यहाँ छ मेरो अब खाइहाल्यो टनाटन